गाइजहरु आज हामी चाहिँ यसो माछा मार्न गइदिरहेको है। गोरियाको बाटो यस्तो बवाल छ यो। चिल्लो बाटो छ यो, धानहरू त रोपेर सरर। आज यो बाटो गएर हामी चाहिँ यसो माछा मारिदिउँ भनेको छन् अर्को देशको साथीले। खै गइदिउँ न त भनेर आएको है आज। पुरो बाटोमा फुलहरू फुलेर आनन्दको छ। है साथीहरु, त्यो देखि त्यही तालमा आज हामीले माछा मार्ने र है त हामी यो माछा मार्ने कार्यक्रममा यहाँ अगाडि बढिसकेका छौँ। यहीँको हाम्रो माछा मार्ने ठाउँ होइन, हामी त थाहा छैन कस्तो गएको बिस्तारै एकछिन चिप्लो बाटो चढ्दै पढ्दै माछा मार्न आएको। यहाँ कतिवटा माछा मर्छन् है त आज यही तालो। माछा मार्छ पछाडि यसो हेल्पर भएर आएको है। ल दोस्रोचोटिको जाडो हानेमा कति आउँछ त है। पहिलोमा एउटा आयो, दोस्रोमा पनि एउटा दुईवटा। हेलो गाइज, यो है त पछाडिदेखि तालमा हामीले अहिले माछा मार्ने। एकछिनमा जाल हान्छौँ, हेरौँ कतिवटा माछा आउँछन्। यही तालमा आज माछा मार्ने हामीले। यो हाम्रो कम्पनीको नजिकै छ यो ताल, खासै गएर चाहिँ छैन। यही तालमा हो माछा मार्ने। ल हजुरहरूलाई कति माछा पर्छन् त आज होइन, त्यो देखाउने जस्तो लाग्छ, हेर्नु होला। ल है त्यहाँ माछा मार्न गएर एउटा माछा परिसकेको छ त्यहाँ पनि। म चाहिँ यताबाट भिडियो खिच्ने, किनभने मलाई अब यहाँ पौड्नु पनि आउँदैन होइन। गइरहेको माछा हाल्ने माछा सुन्ने गरेर है त आज हामीले मारेको माछाहरू कति छन् है त। यत्रो ताजा मारेको माछाहरू। यति भयो त आजको माछा मारे। 5 केजी जति होला सायद, यति धेरै भयो।